गुड मर्निङ एभ्री वान वेलकम टु माई मिनी भ्लग। सो गाइज आजको डे चाहिँ मैले मेरो बेड मिलाउनुदेखि गरेँ है। म उठ्नु बित्तिकै पहिला चाहिँ बेड मिलाउनु भन्छ नि त मम्मीहरूले। त्यहाँदेखि मैले बेड मिलाएँ। आज के गराउँछ होला भन्दै सोच्दै मैले मेरो बेडहरू मिलाएँ, रुम सफा पारेँ। अनि उसको बाद म ब्रस गर्नु गएँ है। मर्निङ भ्यू हेर्दै आजको मर्निङ भ्यू त्यस्तो दामी भइरहेको छ कि वाउ। अनि त्यहाँदेखि म मेरो ब्रेकफास्ट गर्नु गएको थिएँ। ब्रेकफास्ट रेडी भएको रहेछ, एकछिन वेट गरेँ। अनि फाइनली हाम्रो ब्रेकफास्ट पनि आइपुग्यो र ब्रेकफास्टमा चाहिँ आज पराठा रहेछ। र मलाई चाहिँ पराठा एकदमै मन नपर्ने हो कि, तर पनि अब साथीहरूसँग खानै पर्यो है। बसेर खान चाहिँ एकदम मनपर्छ मलाई। त्यहाँदेखिको म मर्निङको भ्यू हेर्दै मैले मेरो स्किन केयर गरेँ। स्किन केयरमा चाहिँ केही पनि छैन, जस्ट मोइस्चराइजर र सनस्क्रिन मात्रै थियो। डल अनि ड्राई भइरहेको थियो स्किन यहाँ आएदेखिको। के लाउनुपर्छ मुनि कमेन्ट बक्समा भनिदिनुहोस् नि है। अनि मेरो अलिकति नोट्सहरू लेख्नु थियो, नोट्स लेखेँ। अनि रिभिजन गर्नु थियो, रिभिजन गरेँ मजाले है। अनि घाम ताप्दै रिभिजन गरेँ। त्यहाँदेखि यसो बाहिर निस्केर यसो हेरेको त नङ मैलै रहेछ। अनि नेल कट गरेँ, हाइजिन पनि मेन्टेन गर्नु पऱ्यो नि त होइन। अनि दाजुहरूलाई यसो नेल कट गर्दै दाजुहरूलाई हेर्न आएको थिएँ। दाजुहरू चाहिँ यहाँनिर कम्पिटिसन खेल्दै रहेछ क्या हो, त्यो पर पारी चाहिँ ढुङ्गा कसले पुऱ्याउने भन्दै। अनि यता हेर्छु त्यही गर्दैछ, उताबाट पनि त्यही गर्दै रहेछ होइन। अनि मैले सोचेँ बाहिर यस्तो घाम ताप्दै रिभिजन गर्छु भनेर मेरो बुक्सहरू पनि लिएर आएँ। तर यसो हेर्दाखेरि त दाजु दिदीहरूले भन्छ क्लास स्टार्ट भयो अरे। ल ठिकै छ नि त भनेर म्याट ओछ्याएर घाम ताप्दै सरको वेट गरेँ। त्यसको बादमा हामीले इक्विपमेन्ट्सहरू दिनुभयो। मैले चाहिँ मेरो लाइफ ज्याकेट र हेलमेट पाइसकेको थिएँ। त्यो लगाएर ठुइ मस्किँदै हुन्छ नि, एक्साइटेड भएर गएको नि। अनि आज चाहिँ हामीलाई रेस्क्यु सेसन थियो, यसरी गर्नुपर्छ भनेर सिकाउँदै थियो है। अघि सर त जानु भइसकेको थियो। अनि यो दाजु यहाँबाट यस्तो जम्प गर्छ है, त्यहाँदेखि तलबाट उसलाई पक्रिने रेस्क्यु सेसन हुँदै थियो। अनि म पनि मेरो टर्नको वेट गरिरहेको थिएँ, किनकि मलाई चाहिँ अलिक स्विमिङ गर्नु आउँदैन। अनि पानीदेखि पनि डर लाग्छ है। त्यो पर्खिँदै थिएँ, बल्ल बल्ल मेरो पनि टर्न आयो। त्यो भन्दै सरले यसरी सिकाउनु हुँदै थियो, म त्यो डरसरी होइन। त्यहाँदेखि यस्तो फ्यालिदिनु भयो कि म त बचाऊ बचाऊ भन्दै गएँ होइन। अनि मलाई त सबैले लिम्बू लिम्बू भन्छ, लिम्बू कुछ नै होगा भन्नुहुँदै थियो है। सुब्बेनी हो नि त। अनि अलिकति सुब्बेनीको छोरी भएर एक्साइटेड सकिसकेर त खुसी हुँदै म आएँ है। त्यसको बादमा चाहिँ हामीले लन्च खायौँ। लन्चमा चाहिँ आज मिठो खानाहरू थियो है। अनि लन्चको बादमा हामीले सबैजना मिलेर लन्च गऱ्यौँ। त्यहाँदेखि घाम सेक्दै ताप्दै मैले मेरो यति भन्दै मेरो मिनी भ्लग्स यहीँ राखेँ। थ्याङ्क यू सो मच गाइस मेरो चाइको सिप्कीसँग। टिल देन टेक केयर, बाई बाई।